An observer in the laboratory starts with n0 nuclei of a radioactive sample and keeps on observing the number n of leftover nuclei at a regular interval of 10 minutes each. He presented his observation in the graph as shown below. Calculate decay constant and half-life of the given sample भनेको छ हाम्रो क्वेशनले। हामीलाई यो साइडमा दिएको छ ln n0 by n र यो साइडमा चाहिँ हामीलाई टाइम दिएको छ इन मिनट्स। अब हामीलाई थाहा छ we know that n equals to n0 e को पावर माइनस लैम्डा t। अब यो साइडमा हामीलाई ln दिएको छ, त्यो कारणले गर्दा मैले taking log अथवा ln on both side गरे। ln n equals to ln n0 e को पावर माइनस लैम्डा t भयो। ln n equals to अब यसमा हामीलाई एउटा log को प्रपर्टी थाहा हुनुपर्छ। log ab भनेको चाहिँ log a plus log b हुन्छ। यहाँ पनि ln n0 plus ln e को पावर माइनस लैम्डा t भयो। अब मैले यसलाई यता लिएर आएँ भने ln n minus ln n0 equals to ln e को पावर माइनस लैम्डा t भयो। र फेरि अर्को log को प्रपर्टी हुन्छ log a होल पावर b भयो भने चाहिँ b log a हुन्छ। ln n minus ln n0 equals to माइनस लैम्डा t ln e लेखेँ। र हामीलाई थाहा छ ln e भनेको चाहिँ 1 हुन्छ। कसरी भन्दाखेरि ln e भनेको चाहिँ के हो भन्दाखेरि ln इन्भर्स हो। तपाईले क्याल्कुलेटरमा शिफ्ट प्लस ln हान्नुहुन्छ भने e आउँछ, त्यही भएर e भनेको चाहिँ ln इन्भर्स भयो। ln इन्टु ln इन्भर्स भनेको 1 भयो, त्यही भएर ln e भनेको 1 भयो। र यहाँनिर ln n माइनस ln n0 इक्वल्स टु माइनस लैम्डा t भयो। र यहाँनिर नेगेटिभ छ, यसलाई मैले पोजिटिभ बनाउन ln n0 माइनस ln n इक्वल्स टु लैम्डा t भयो। मलाई यहाँनिर डिके कन्स्टेन्ट निकाल्नु भनेको छ, त्यो कारणले गर्दाखेरि ln n0 minus ln n होल डिवाइड बाई t भनेको चाहिँ लैम्डा भयो। अब यसमा ln n0 भनेको चाहिँ नम्बर अफ न्यूक्लियाई एट टाइम t इक्वल्स टु 0। टाइम t इक्वल्स टु 0 भयो बेलामा हाम्रो अथवा सुरुमा जति थियो त्यसलाई हामीले n0 भनिन्छ। मसँग सुरुमा 13.860 थियो र त्यसको 10 मिनेट पछि मसँग 10.395 भयो। तपाईहरुले n0 को ठाउँमा 13.860 मैले राखे माइनस तपाईहरुले n को ठाउँमा 10.395 राख्दा नि हुन्छ अथवा 0 राख्दा नि हुन्छ, 3.465 राख्दा नि हुन्छ। यसमा टाइम चाहिँ त्यही अनुसारको राख्नु पर्ने हुन्छ। फेरि मैले सुरुमा 13.860 राखे माइनस 0 होल डिवाइड बाइ 13.860 हुँदाखेरि मलाई टाइम 40 मिनेट्स लागेको थियो र 0 हुँदाखेरि टाइम पनि 0 इक्वल्स टु लैम्डा। 13.860 डिवाइड बाइ 40 भनेको चाहिँ मेरो लैम्डा भयो। देयरफोर लैम्डा इक्वल्स टु यसलाई क्याल्कुलेट गर्दाखेरि 0.3465 पर मिनेट आयो। अब मलाई अर्को हाफ लाइफ पनि निकाल्न भनेको छ। हामीलाई थाहा छ लैम्डा भनेको चाहिँ 0.693 डिवाइड बाइ हाफ लाइफ हो इक्वल्स टु 0.3465 भयो। और t इक्वल्स टु 0.693 डिवाइड बाइ 0.3465 भयो। यसलाई क्याल्कुलेट गर्दाखेरि चाहिँ 2 मिनेट्स आउँछ। अब यसमा हामी एउटा कुरामा चाहिँ केमा कन्फ्युज हुनु भएन भन्दाखेरि फेरि यो स्टेपमा म बुझाइदिन्छु। हामीलाई यहाँनिर गिभन दिएको छ ln n0 बाइ n र हामीलाई थाहा छ ln n0 माइनस ln n भनेको पनि ln n0 बाइ n नै हो। किन भन्दाखेरि log a माइनस log b भनेको चाहिँ log a बाइ b हुन आउँछ। त्यो कारणले गर्दाखेरि मैले यहाँनिर अघि भन्न बिर्सेछु, यो स्टेपलाई चाहिँ तपाईले ख्याल गर्नु होला।